आदरणीय दर्शकवृन्द नमस्कार। कार्यक्रम टफ टकमा स्वागत छ। दर्शकवृन्द आज मसँग एक विशेष अतिथि हुनुहुन्छ, सृष्टि केसी। विशेष किनभने उहाँ जति सामान्य देखिनुहुन्छ, जीवनमा उहाँको भोगाई र बुझाइ त्यति नै गहिरो पनि छ। एकजना यस्तो युवा जसका बारेमा म कुनै भूमिका नमानी बरु तपाईहरुलाई सोझै उहाँकै मुखबाट सुनाउन चाहन्छु उहाँको जीवनको संघर्षपूर्ण र प्रेरणादायी कथा। दर्शकवृन्द आउनुहोस् स्वागत गरौँ आजकी मेरी अतिथि सृष्टि केसीलाई। सृष्टिजी टफ टकमा स्वागत छ। थ्यांक यू। नमस्ते। आराम हुनुहुन्छ? एकदमै। कसरी आइपुग्नु भयो आज मेरो स्टुडियोसम्म? घरबाट कसरी हिँड्नु भयो? सधैँ जस्तै निस्किएँ हैन, अनि त्यस पछाडि त्यही हो माइक्रो चढेँ, गठाघरमा बस्छु, माइक्रो चढेँ, अनि त्यस पछाडि तिनकुने ओर्लेँ, अनि तिनकुने ओर्लेपछि तलतिर आउँदै थिएँ। त्यस पछाडि थोरै कान्तिपुर कता हो भनेर हल्का झुकेँ, अनि एकजना दाइ उभिरहनु भएको रहेछ, अनि मैले एक्सक्युज मी भनेर बोलाएपछि उहाँको स्वरले चिनेँ। अनि त्यस पछाडि अनि मैले चाहिँ कान्तिपुर कता छ भनेर सोधेँ, अनि उहाँले चाहिँ मलाई कान्तिपुर हस्पिटल देखाउनु भयो। अनि मैले होइन हस्पिटल होइन टिभी खोजेको हो भने ए टिभी त यही हो भन्नु, अनि हस् थ्याङ्क यू भनेर अनि भित्र पसेँ। ओके। कति सजिलो छ काठमाडौँमा ओहोर दोहोर गर्न? अब छैन दुइटै भन्छु हैन। अब हाम्रो भौतिक संरचनाहरू कति अपाङ्ग मैत्री भइसकेका छैनन् हैन, त्यही भएर बाटाहरू अप्ठ्यारा छन्। झन् अहिले पानी पर्ने मौसममा कतापट्टि पानी भरिएको कुन बेला खाल्टो कता छ थाहा हुँदैन। कहिलेकाहीँ त्यसले थोरै समस्या पार्छ, तर त्यो कुनै हामीले मात्र नभइकन आम अहिले नेपाली नागरिकले भोगिरहनु भएको छ। तर अर्को किसिमले चाहिँ म कहिलेकाहीँ एउटा दृष्टिविहीन या अपाङ्गता भएर हिँड्दाखेरिको सहज पनि देख्छु, किनभने म सधैँ भन्ने गर्छु कहिले पनि एक्लै हिँड्नु पर्दैन हैन। बाटोमा कोही न कोही सधैँ भेटिरहेको हुन्छ, बोलिरहेको हुन्छ, अनि धेरै थरीको मान्छेसँग बोल्दै बोल्दै आउन पाइन्छ, मलाई त्यसमा मजा लाग्छ। वाह। तर एउटा आम मान्छे भन्दा तपाईको मोबिलिटी अलि बढी हो, एकदम धेरै हिँडडुल गर्नुहुन्छ नि, कहाँ कहाँ पुगिरहनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ सृष्टिजी तपाईँ आजभोलि? म संस्था चलाउँछु, ब्लाइन्ड रक्स नामको संस्था। त्यही भएर त्यसमा चाहिँ म अधिकांश मेरो प्रोजेक्टको काममा व्यस्त भइरहेको हुन्छु, अनि थोरै थोरै नाच्नमा व्यस्त हुन्छु, अनि बोल्ने काम गर्छु आजभोलि। त्यही भएर मोटिभेसनल स्पिचमा पनि व्यस्त हुन्छु। र हालसालै चाहिँ म मास्टर्स युरोपको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा गरिरहेको भएर त्यता पढाइमा पनि व्यस्त छु, र यो टाइम चाहिँ म केही टाइम थोरै यो रिसर्चको लागि नेपाल आइरहेको हो। साधारणतः तपाईँको दिन कसरी सुरु हुन्छ? कस्तो हुन्छ तपाईँको दिन? कति लामो हुन्छ? कति व्यस्त रहनुहुन्छ बिहानदेखि बेलासम्म? सामान्य मेरो दिन भनेको म लगभग मर्निङ पर्सन हो। बिहान चाहिँ मलाई एकदम छिटो उठ्नुपर्छ हैन, अनि छिटो भन्नाले त्यही 5:30मा म बिउजिरहेको हुन्छु। अनि त्यस पछाडि ड्याडीले बजाउनु भएको रेडियोबाट समाचार सुन्छु, अनि उहाँले प्रायः न्युज सुनिरहनु भएको हुन्छ। अनि त्यस पछाडि म पहिलो काम भनेको सधैँ कम्प्युटर खोल्छु, अनि कम्प्युटरको मेरो इमेलहरू के छ हैन, अनि फेसबुकहरूको नोटिफिकेसनहरू मेसेजहरू चेक गरेर गर्नुपर्ने रिप्लाईहरू गर्छु। अनि त्यस पछाडि फ्रेस भएर थोरै स्टडी गर्छु। त्यसपछि म्याक्सिमम् त्यो डेको मेरो अब प्लान के छ हैन, कहिले अब मेरो फिल्डमा काम हुने भएको भएर कहिले कुन ठाउँमा प्रोजेक्टको काम हिँड्नु परेको हुन्छ, अनि त्यसरी प्रोजेक्टहरूमा जान्छु। त्यस पछाडि कामहरू सकेपछि केही टाइम साथीहरूसँग ह्याङआउट गर्छु, खान मन लाग्छ, मिठो मिठो खान्छु, अनि त्यस पछाडि घर फर्किन्छु। घर फर्किसकेपछि फ्यामिलीसँग फेरि टाइम बिताउँछु, अनि फेरि कम्प्युटरहरूको काम अब रेगुलर हुन्छ नि, घरमा गरिने कामहरू यताउति सबैसँग मिलेर हाउ गऱ्यो, रमाइलो गऱ्यो, अनि त्यस्तै म छिटो सुत्छु। राति छिटो भन्नाले त्यही अराउन्ड 10। ओके। नर्वेमा के गर्नुहुन्छ? कहिले फर्कँदै हुनुहुन्छ? म नेक्स्ट वेडनेसडे फर्किँदैछु, तर म सिधै नर्वे चाहिँ जाँदै छैन। म नर्वेमा चाहिँ मास्टर्स डिग्री गरिरहेको एथ्नोकोरियोलोजी भन्ने सब्जेक्ट, जुन चाहिँ डान्स एन्ड मुभमेन्ट हो, र जुन चाहिँ नर्मली जुन डान्स भन्ने बित्तिकै नाच्न सिक्ने होला भन्ने सोचिरहेको हुन्छ, त्यो चाहिँ होइन। मैले डान्सको थियोरिटिकल एस्पेक्ट स्टडी गरिरहेको छु। साइन्स अफ डान्स हो हैन, यसको फिलोसोफिकल कुराहरू, एन्थ्रोपोलोजिकल कुराहरू, त्यस्तो कुराहरू चाहिँ डान्सलाई मिडियम बनाएर पढिरहेको छु, किनभने मलाई एकदम डान्समा इन्ट्रेस्ट, र ब्लाइन्ड रक्सको डान्स एउटा एकदम मेजर एक्टिभिटिजमा पनि पर्छ। यो एउटा युनिभर्सिटीले पढाउँछ कि मल्टिपल युनिभर्सिटिज?
मल्टिपल युनिभर्सिटिज छ। मैले यो इरास्मस स्कलरसिप युरोपियन युनियनको गभर्मेन्टको स्कलरसिपमा अप्लाई गरेर त्यो स्कलरसिप पाएको हो मैले चाहिँ, होइन। अनि त्यही भएर हाम्रो फर्स्ट सेमिस्टर नर्वे र फ्रान्समा थियो, अनि त्यस पछाडि अब चाहिँ म हङ्गेरी र फाइनली युकेमा पढ्छु। व्यस्त हुनुपर्छ एकदमै। मलाई एकदम बिजी लाइफ मनपर्छ, होइन। टाइम भनेको एकदम प्रोडक्टिभ होस्, मिनिङफुल होस्, रमाइलोसँग बितोस् जस्तो लाग्छ, यसरी बिताउँ जस्तो लाग्छ ताकि टाइम बितेको पत्तै नहोस्। मेरो आम समाजतिर फर्कियो भने आम मान्छे हाम्रो आफ्नो चेतनाको तहको हिसाबले एउटा लेमेनको प्रश्न सोद्धाखेरि सृष्टिजी कसरी पढ्नुहुन्छ? म पहिला आम मान्छेको बुझाइमा पढ्ने भनेको आँखाले पढ्ने भन्छन् नि, होइन? कसरी पढ्नुहुन्छ? अब जेनरली जवाफ दिँदा खास दृष्टिबिन भएका व्यक्तिले ब्रेल लिपिमा पढ्नुहुन्छ, होइन, ब्रेल स्क्रिप्ट। तर मैले पछि नदेखेको कारण ब्रेल राम्रोसँग आउँदैन, अनि सिक्न पनि थोरै आउँछ तर त्यति आएन, होइन। तर म चाहिँ अब कम्प्युटरको माध्यमबाट लेख्ने र पढ्ने गर्छु आजभोलि। बोल्ने सफ्टवेयर हुन्छ, अनि अरूहरू मोनिटर हेर्छन्, म सुन्छु। मेरा दर्शकलाई लागिरह होला कि कौतूहल लागिरह होला कि सृष्टिजी कसरी दृष्टिबिन हुनुभयो, जन्मिँदैखेरि या पछि? मैले पछि नदेखेको हो। मेरो आँखामा सामान्य एलर्जी थियो अनि चिलाउँथ्यो, अनि त्यही क्रममा चाहिँ गलत औषधिको प्रयोग भएछ, गलत औषधिको सिफारिस भएछ। त्यही औषधिको प्रयोगले गरेर मेरो आँखामा जलबिन्दु भयो, अनि त्यही जलबिन्दुबाट मैले आँखा देख्न छोडेको हो। उपचारकै सिलसिलामा दृष्टि गुमाउनु भयो? हजुर। त्यसले सक हुनुभयो होला? सुरुको फेजमा त अभियसली सक नै भएँ है। अनि अब जस्तै ला के भइरहेको छ, अब के हुने हो, होइन, किनभने सबै कुरा परिवर्तन भइरहेको थियो, होइन। अब त्यही मान्छेहरू बोल्ने तरिका, त्यही कुराहरू मैले गर्ने तरिका, होइन, अनि हरेक कुराहरू परिवर्तन हुँदै गएपछि आखिर हुन चाहिँ के भएको र लाइक वाट्स ह्यापनिङ, होइन, भनेर हल्का लाइक सक टाइपको चाहिँ हुन्थ्यो। एकाएक दृष्टि घुम्दै गयो या अचानक बन्द भयो? एपिसोड वाइज गयो, होइन। मतलब डे टु डे कम हुँदै गएको थियो, होइन। जस्तै अब त्यही भएर एक्ज्याक्टली कुन दिनबाट मैले टोटल्ली देख्न छोडेँ मलाई पनि थाहा छैन। एक त त्यो स्लो प्रोसेस पनि, ग्रेजुअल प्रोसेस पनि थियो, र सेकेन्ड त्यो टाइममा मेरो एक्सपेक्टेसनको कुरा पनि थियो। कति वर्ष अगाडि, कति वर्षको हुनुहुन्थ्यो तपाईँ आफू? म 16 वर्षको हुँदा म टोटल ब्लाइन्ड भएको। प्रब्लम आँखा कमजोर हुँदै गएको र देख्न कम हुँदै गएको 14 इयर्सबाट। उफ्रौँ, हिँडौँ, मिठो मिठो खाउँ, नयाँ नयाँ ठाउँ डुलौँ, रङ्गी बिरङ्गी लुगा लगाउँ, किनमेल गर्न जाउँ, साथीभाइहरूसँग रमाइलो गरौँ भन्ने उमेर थियो होला? त्यो भन्ने उमेर थियो, तर पछि छेकेन। मैले त्यसलाई कन्टिन्यू दिएँ। त्यो टाइममा सक भएर केही टाइमलाई के गर्ने भनेर अलमल्ल थिएँ, होइन। तर सायद मेरो स्विट 16 फर्केर फेरि आयो। स्विट 16 मा हुनुहुन्थ्यो? म पर्टिकुलर तपाईँको आमाको मन सम्झिरहेको छु। त्यो बेलामा 16 वर्ष टेक्दै गरेको एउटा छोरी, चञ्चल एउटा उमेर, अचानक यसले आँखा देख्न छोडी भन्दाखेरि कसरी रियाक्ट गर्नुभयो आमाले त्यतिखेर? अभियसली घरको फ्यामिलीलाई चिन्ता थियो, होइन। त्यसमाथि मम्मीलाई अझ विशेष चिन्ता थियो। रुनुहुन्थ्यो, यस्तो भयो, अब कसरी बचाउने होला भनेर उहाँको हर पलको सोच त्यतैपट्टि जान्थ्यो, होइन, के गर्ने भनेर। तर म त्यही भन्छु, मलाई त्यही आँसुले जीवनमा शक्ति दियो। त्यस पछाडि कसरी बढ्यो जीवन? त्यस पछाडि मैले त्यो टाइममा त्यही सोच्न थालेँ कि आखिर यो आँसु या यो चिन्ता के को लागि थियो, होइन। म नदेखेको कारण या जुन किसिमको परिवर्तन आइरहेको थियो नि समाजको म प्रति, एउटा दृष्टिकोणप्रति, अनि त्यो कारण, होइन। अनि मैले भने मेरो मन, मेरो सोच, मेरो सपना त केही बदलेको थिएन नि त। सृष्टि त सृष्टि थियो, दृष्टि होस् या नहोस्। त्यही भएर मैले भने म लाइफको अल्टरनेट खोज्छु, म लाइफलाई यही तरिकाले जिउँछु, होइन। किनभने मेरो जिन्दगी बर्बाद भएको थिएन नि, सबैले भनिरहे जस्तो, होइन। जिन्दगी बर्बाद भयो, यो उमेरमा देखेन भन्ने कुरा थियो। अरूहरूले, छिमेकीहरूले चाहिँ जिन्दगी बर्बाद धेरै, अब होइन, छिमेकीहरूले, अब अरूकै मान्छेहरूले भने। अनि त्यस पछाडि अब त्यो टाइममा त्यही लाग्यो, अरे जिन्दगी बर्बाद भएको छैन नि, लाइफ त छ नि, सपना छ, सब विश्वास छ, सबै छ, बर्बाद आँखा मात्र हो,
बाँकी कुरा त मेरो सधैँ छ नि त। त्यो कुरालाई प्रयोग गर्न सक्छु, अघि बढ्न सक्छु। नभएको कुरालाई सोचेर अफसोस लिनुभन्दा पनि भएको कुरालाई प्रयोग गरेर अघि बढ्छु, लाइफको अल्टरनेटिभ खोज्छु, लाइफलाई माया गरेर अघि बढ्छु भन्ने सोच आयो। अनि त्यसै अनुसार जिन्दगीमा आइपरेका हरेक चुनौतीलाई अवसर ठान्दै गएँ र त्यसैलाई समातेर अघि बढ्दै गएँ। त्यो बेलामा आमालाई सम्झाउन गाह्रो भएन? सुरुवातमा को बढी पीडित थियो अथवा को बढी दुखी थियो त्यतिखेर? अब दुःख नाप्न सकिँदैन होइन, त्यत्तिकै त म भन्न सक्दिनँ। सायद परिवारलाई जतिको चोट चाहिँ कसैलाई पनि परेन होला त्यो टाइममा होइन। अभियसली किनभने त्यो प्रत्यक्ष रूपमा देखिरहनु भएको त मेरो परिवार थियो, त्यसमा पनि आमाको मन कमलो हुन्छ भन्छन्, आमाको नै थियो होइन, मम्मीको थियो। तर पनि त्यही जब मम्मी रुनु हुँदाखेरि नै म चाहिँ यो आँसुलाई चाहिँ एक दिन हाँसोमा परिवर्तन गराउँछु होइन। जुन यो आँसु छ मेरो छोरी यस्तो भयो भनेर उहाँको थोरै शिर झुकेको थियो होला, कुनै दिन सार्वजनिक स्थलमा गएर पब्लिकली शिर उठाएर हाँस्दै यो मेरो छोरी हो भन्ने दिन आओस् भन्ने थियो मेरो मनमा। त्यही सानो सपनाबाट सुरुवात भयो, बढ्दैछु। तपाईँले मैले यो प्रश्न किन सोधेको भने तपाईँले अघिल्लो पटक मलाई वार्तामा भन्नुभएको थियो कि सम्झाएँ मैले आमालाई, अघि तपाईँले भने जस्तै जीवन अगाडि बढ्नुपर्छ, मसँग त्यति नै धेरै सपनाहरू छन्, ऊर्जा त्यही छ, एउटा दृष्टि मात्रै गुमाएको तपाईँ किन पिर गर्नुहुन्छ भनेर मैले सम्झाएँ भन्नुभएको थिएँ नि, त्यस कारण मैले सोधेको यो प्रश्न। अनि त्यस पछाडि तपाईँलाई पढाइ अगाडि बढाउन कति सजिलो गाह्रो भयो? तपाईँले मास्टर्स गर्दै हुनुहुन्छ नर्वेमा, तर त्योभन्दा त्यसपछि पनि तपाईँ यहाँ कलेजहरूमा पढ्नुभयो, के पढ्नुभयो, कसरी अगाडि बढ्नुभयो? सुरुवात एकदमै गाह्रो थियो होइन, नदेखिसकेपछि अब कसरी पढ्छ, अघि तपाईँले आम मान्छेले सोध्ने प्रश्न भन्नुभयो नि होइन। अब आँखाले पढ्ने हो, अब आँखै छैन, अब देख्दैन, कसरी पढ्छ भन्ने कुरा आयो होइन। अनि पढाएर काम छैन कि बेकारमा होइन, आखिर के गर्ने हो र पछि पढेर, बरु यत्तिकै हुन्छ नि राख्ने हो कि या अरू केही यताउति क्रियाकलाप सिकाएर पो राख्ने हो कि पढाएर काम छैन भन्ने जस्तो कुराहरू धेरै आयो बाहिरबाट। त्यस पछाडि त्यस्तै हुँदो रहेछ, जुन कुरा अब पाउँदैन भनेपछि त्यसमा अझ धेरै मन बढ्छ भन्छ नि। अनि चाहिँ मलाई त्यो एकदम म हल्का इगोइस्टिक मान्छे पनि हो, मलाई अब पढ्न पाउँदैन पढ्न सक्दैन भने चाहिँ पढाइमा यस्तो इख बस्यो नि, म पढेरै छोड्छु भन्ने भयो क्या। अब त जसरी भए पनि पढ्छु, केही न केही गरेरै छोड्छु पढाइबाट भन्ने भयो। धेरै कलेजहरूले लिन मानेनन्, मन दुख्थ्यो, तर त्यतिखेर पनि दुखेको मनलाई थाती राखेर एक दिन यो कलेजहरूलाई पनि देखाउने गरी एउटा रिग्रेट होस् यो स्टुडेन्ट गुमायो भन्ने टाइपको त्यो अब थाहा छैन घमण्ड हो, इगो हो, म इगो भन्छु होइन, त्यो लिएर गएँ। फाइनली दिल्ली बजार कन्या मल्टिपल क्याम्पसमा मैले भर्ना पाएँ। अनि त्यहाँको इन्भाइरोमेन्ट यति राम्रो थियो, यति राम्रो थियो, उहाँहरूले जसरी वेलकम गर्नुभयो सुरुमा होइन, पढ्न सक्छ भन्ने एउटा जुन वाक्य भन्नुभयो, उसले त पढ्न सक्छ, मेरो लागि त्यही आधार भयो त्यहाँ पढ्नको लागि। म पढ्छु, यहाँ मलाई पढ्न सक्छ भनिएको छ भन्ने भयो। कुन लेभल थियो? प्लस टूको टाइम होइन, त्यतिखेर आइए भन्थ्यो। अनि त्यस पछाडि अब त्यो ब्रेल अक्षर आउँदैन थियो, अघि भने चक्कामा रेकर्ड गरी पढ्थेँ। अनि लेख्नको लागि कम्प्युटर थिएन त्यतिखेर आफूसँग होइन, कम्प्युटर सिकिसकेको पनि थिइनँ, कम्प्युटर पनि थिएन। अनि त्यस पछाडि काठ राखेर कपी पट्याएर सुरुमा लेख्थेँ, कपीको डाब बस्यो भनेर काठ बनाएर काठ राखेर काठ छामेर त्यो छामेको आधारमा 15 वर्षको त मेरो अक्षरको सम्झना थियो नि त मलाई। त्यो काठ राखेर अक्षरमा औँला राखेर अक्षरहरू लेखेर कलेजको होमवर्कहरू इन्टरनल एक्जामहरू दिन्थेँ। त्यतिखेर त्यो लेभलको कुनै पनि पुस्तकहरू ब्रेलमा थिएन? नर्मली यो कलेज लेभलको बुकहरू ब्रेलमा खासै पाइँदैन पनि, र त्यतिखेरको मेरो समस्या भनेको मलाई ब्रेल आउँदैन थियो पनि होइन, भर्खरै नदेखेको थिएँ, अरू कुराहरू सिक्ने क्रममा थिएँ। त्यही भएर मैले पहिला देख्ने बेलाको टाइमको साइट किन युटिलाइज नगर्ने, पहिला त देख्थेँ नि त होइन, त्यही देखेको आधारमा म लेख्छु, म पो देख्दिनँ त, तर मेरो कपी जाँच गर्ने मेरा गुरुहरूले त देख्नुहुन्थ्यो नि त। अनि अक्षर त्यति राम्रो हुँदैन थियो होला, तर एउटा सरले भन्नुहुन्थ्यो तिमीले मेहनत गरेर लेखेपछि म मेहनत गरेर पढ्छु भन्नुभयो कि, त्यो पनि मेरो लागि ठुलो आधार भयो। अनि त्यही भएर लेख्न थालेँ, अनि त्यही अनुसार अक्षरहरू जाँचेर फिडब्याकहरू दिनुहुन्थ्यो, त्यसै गरी अघि बढ्दै गएँ। त्यसकै फलस्वरूप मैले इन्टरमा होल कलेजमा त नभइकन ट्यु टप गरेर राष्ट्रपतिबाट अवार्ड पाउने मौका पाएँ। त्यसरी नै बित्दै गयो पढाइहरू। वाह, कलेज टप गरिदिनु भयो, युनिभर्सिटी टप गरिदिनु भयो, राष्ट्रपतिबाट अवार्ड पाउनु भयो। हजुर। तपाईँले काहीँ बोल्दाखेरि मैले सुनेको थिएँ कि
तपाईँ आँखा देख्दासम्म देखिन्जेलसम्म कहिले पनि फर्स्ट हुनु भएन, तर जुन दिन तपाईँले दृष्टि गुमाउनु भयो त्यो दिनदेखि तपाईँ कहिले पनि दोस्रो हुनु परेको छैन, सधैँ फर्स्ट हुनुहुन्छ कलेजमा। त्यसपछि के पढ्नुभयो आइएसकेपछि? ब्याचलर मैले त्यही कन्टिन्यू गरेँ दिल्ली बच्चा कन्या मल्टिपल क्याम्पसमा नै होइन। अनि त्यस पछाडि त्यसमा पनि मैले त्यो होइन कलेज टप गरेँ र नेपाली लिट्रेचर नेपाली साहित्य असाध्यै मनपर्छ मलाई। नेपाली साहित्यमा मैले फेरि टप गरेँ र गोल्ड मेडल पाएँ, अर्को अर्जुन स्वर्ण पदक। अनि त्यस पछाडि चाहिँ मैले केही टाइम चाहिँ फिल्डमा लागेर एक्सप्लोर गर्छु लाइफ र मेरो प्यासनलाई भन्ने भयो। अनि यो संस्था स्टार्ट गर्नको लागि म केरला स्थित कान्थारी इन्टरनेसनल, जुन मेरो लाइफको एउटा लाइफ चेन्जिङ पोइन्ट पनि भन्छु, त्यहाँ गएर यो ट्रेनिङहरू हासिल गरेँ। र त्यस पछाडि चाहिँ मलाई यो डान्स र इम्पावरमेन्ट र सोसियल कुरा र जस्टिसमा एकदम इन्ट्रेस्ट छ भन्ने कुरा मलाई पहिल्यै थाहा थियो। तर त्योसँगको स्किलहरू प्राप्त भइसकेपछि ममा कन्फिडेन्ट बढ्यो। अब चाहिँ मैले फिल्डमा गएर आफ्नो लागि मात्र नभइकन थुप्रै दृष्टिबिन र अपाङ्गता भएका व्यक्तिको लागि के गर्न सक्छु र गर्छु भन्ने भएपछि चाहिँ त्यो काम गरेर अनि त्यस पछाडि चाहिँ जुन यो डान्समा मलाई एकदम इन्ट्रेस्ट थियो, त्यही भएर यो एथ्नोकोरियोलोजी जुन डान्स र मुभमेन्ट पढ्नको लागि मैले युरोपमा स्कलरसिप डिसेबिलिटीहरूले मात्र पाउने ठाउँमा होइन, किनभने प्रायःले डिसेबिलिटीको कोटामा गएको हो भनेर सोध्छ, त्यही भएर जोड्न चाहन्छु होइन। त्यसमा नभइकन मैले रेगुलर कम्पिटिसनमा नै अप्लाई गरेर होल वर्ल्डबाट इन्टरनेसनल स्टुडेन्टहरूको माध्यमबाट अप्लाई गरेर गएको र त्यो युनिभर्सिटीको युरोपको त्यो युनिभर्सिटीको लागि पनि म पहिलो ब्लाइन्ड स्टुडेन्ट हो र म मात्र ब्लाइन्ड स्टुडेन्ट हो। अनि उनको त्यो मेथोडोलोजीले केही फरक पर्दैन? टिचिङ मेथोडोलोजी त फेरि साइटेडहरूको लागि हुने खालको छ होला। त्यो पनि अभियसली त्यहाँ अब भिजुअल सब्जेक्ट हो मेरो फेरि होइन। म ब्लाइन्ड भएर भिजुअल सब्जेक्ट पढिरहेको थिएँ नन भिजुअल वेमा होइन। सुरुमा उहाँहरूलाई पनि च्यालेन्ज थियो, तर मेरो उहाँको प्रोफेसरहरूले पनि मलाई च्यालेन्जको रूपमा नहेरिकन अपर्च्युनिटीको रूपमा हेरिदिनु भयो होइन। र मैले पनि आफ्नो सोल्युसनहरू मैले पनि प्रपोज गरेँ, यस्तो गर्दाखेरि चाहिँ मलाई सजिलो हुन्छ, यसमा चाहिँ यसरी पढौँ न भनेर होइन। त्यही अनुसारको कोअपरेट गर्दै गयौँ र हामीले उपायहरू पत्ता लगाउँदै आयौँ। अनि त्यसरी लाइफ स्लोली मेरो पढाइहरू कन्भिनियन्ट हुँदै आयो। अब त्यो डेभलप कन्ट्री होइन। अनि त्यस पछाडि अब फेसिलिटिजहरू गभर्मेन्टहरूले पनि दिएको हुन्छ, पढिदिने साथीहरू पनि गभर्मेन्टहरूले पे गरेर राखिदिनुहुन्छ। त्यही भएर त्यो हुन्छ नि भिजुअल डिस्क्रिप्सनहरू गर्नको लागि पनि उहाँहरूले इम्प्लोइ नै गरेर राखिदिनुहुन्थ्यो। त्यसरी चाहिँ मलाई थोरै कन्भिनियन्ट हुँदै गयो। सृष्टिजी, म तपाईँलाई एक टक भएर हेरिरहेको छु। तपाईँ मेरो दर्शकलाई लागिरहेको थियो होला तपाईँको यो को हिरोइनलाई लिएर आएको छु, बडो आकर्षक देखिनुहुन्छ तपाईँ। तपाईँको पर्सनालिटी बडो सुन्दर देखिरहनु भएको छ। लुगा उज्यालो रातो लाउनु भएको छ, लिपस्टिक लाउनु भएको छ, चस्मा अथवा तपाईँको टप त्यति नै आकर्षक देखिन्छ। आफै छान्नुहुन्छ, आफै किन्नुहुन्छ यो सबै? म आफै छान्छु। मलाई एकदम सपिङ भन्ने चाहिँ फेरि एकदम मनपर्छ र कलरफुल लुगाहरू पनि एकदम मनपर्छ। त्यही भएर म आफै छान्छु। ओपिनियन त अभियसली लिन्छु अरूहरूको पनि होइन, कस्तो देखिया छ भनेर चाहिँ, तर फाइनल डिसिजन मेरो आफ्नै हुन्छ। डिजाइन्सहरू सबै आफै हेर्नुहुन्छ? आफै। कस्ता रङहरू मनपर्छ? मलाई उज्यालो कलर मनपर्छ, किनभने म काली छु। काली मान्छेलाई उज्यालो कलर लगायो भने खुल्छ अरे होइन, खुल्छ भन्छन्। अनि त्यही भएर चाहिँ त्यो अब राम्रै भन्नु मलाई। तपाईँले बिचमा कसैले कम्युनिकेट गरेको छैन होला सायद? त्यतिखेर जुन बेला तपाईँ ऐना हेर्नुहुन्थ्यो त्यतिखेर तपाईँलाई अलिअलि कालो लाग्थ्यो होला, काली लाग्थ्यो होला। तपाईँलाई म भन्ने यो बिचमा तपाईँ धेरै गोरो हुनुभएको छ। त्यो युरोपमा गएर आएर थोरै गोरी भएको छ, तर म मान्छे काली हो। होइन, तपाईँ काली हुनुहुन्छ। ओके। आम अरू दृष्टिविहीनहरूलाई अथवा जन्मँदै दृष्टिविहीनहरूलाई पनि रङहरू मनपर्छ? मनपर्छ अभियसली। त्यसको मनोविज्ञान के हुन्छ? कस्ता रङहरू किन मनपर्छ? त्यो एक त पर्सनल चोइस पनि होला होइन, तर साधारण रूपमा मैले भन्नुपर्दाखेरि चाहिँ बाई बर्थकै लागि पनि त्यो कलर केही न केही कुरासँग एसोसिएट भएर आएको हुन्छ नि होइन। जस्तै हरियो भन्ने बित्तिकै त्यसले हरियाली होइन, शान्त त्यसमा जोड्ला। अनि शान्त स्वभावको मान्छेलाई हरियो रङ मन पर्ला होइन। निलो भन्ने बित्तिकै अब नदी कलकल होइन, स्वच्छ, त्योसँग जोडिएर अब उसको आफूले रिलेट गर्ने तरिका हुन्छ। पर्सन टु पर्सनमा पनि फरक? पर्सन टु पर्सन अफकोर्स।
धेरै मान्छेहरूले कुरा गरेर सुनेको छु कि सृष्टि सानै छ, कलिलै उमेरकी, तर यति धेरै प्रगति गरिसकी, देशहरू सबै घुमिसकी, कति धेरै भ्याइ भ्याइ छ, कामहरू पनि यति धेरै प्रगति गरिसकी भनेर भन्छन् नि। कहाँ कहाँ पुग्नु हो, के गर्नु हो, मेरो दर्शकलाई इन्ट्रेस्टिङ हुनसक्छ। सानी छ भन्ने कुरामा चाहिँ त्यही भन्छ होइन, स्मल चिली क्यान मेक अ ह्युज डिफरेन्स होइन। खुर्सानी टोक्यो भने त्यसको पिरो चर्कै आउँछ होइन। अनि त्यस पछाडि त्यही हो, लाइफमा एउटा यङ एजमै थालिहालौँ, किनभने म ठुलो सपना बोकेर हिँड्नु मनपर्छ होइन, सपना ठुलै छ मेरो। अनि स्टार्ट गरेँ यङ एजबाट, किनभने सायद एउटा मिड पोइन्ट होइन, एउटा टिनेज एजमा ब्लाइन्ड भएँ, लाइफ चेन्ज हुन खोज आयो अर्कै तरिकाले, तर मैले लाइफलाई परिवर्तन हुन नदिकन एउटा पोजिटिभली वे आउट गरेर लैजान स्टार्ट गरेँ होइन। त्यस पछाडि अब मलाई यो ट्राभलिङ पनि एकदमै मनपर्ने, किनभने मलाई नयाँ नयाँ ठाउँ, नयाँ नयाँ मान्छे, नयाँ नयाँ खानेकुराहरू टेस्ट गर्नदेखि लिएर नयाँ कुरा एक्सपिरियन्स गर्न मलाई एकदमै मनपर्छ होइन। त्यस पछाडि म ट्राभलिङको क्रममा कोरिया पुगेँ फर्स्टमा, अनि इन्डियाको विभिन्न स्टेट्समा, रसिया पुगेँ, नर्वे, फ्रान्स, जर्मनी, पोल्यान्ड, स्पेन, थाहा छैन कुनै छुट्यायो भने अराउन्ड 10-12वटा कन्ट्री घुमेको छु। ती देशहरूका कस्ता कस्ता ठाउँमा जान मन लाग्छ? मलाई त्यो देशहरूको पनि अब ठाउँ अनुसारको पनि हुन्छ, त्यो देशको कुनै पनि स्पेसल ठाउँ छ त्यो त एकदम राम्रो छ भने त्यसमा अभियसली जान मन लाग्छ होइन। जुन आइकन टाइपको ठाउँ छ नि, जस्तै फ्रान्समा डेफिनेटली मलाई त्यो आइफल टावर चढ्नु मन थियो होइन। त्यही भएर त्यहाँ आइफल टावर, म र एकजना ब्लाइन्ड साथी, हामी दुईजना ब्लाइन्ड मात्र व्हाइट स्टिक टेकेर टुप्पोमा पुगेका थियौँ कि, जब कि मेरो देख्ने साथीहरू चाहिँ तलै बसेर हामीलाई त डर लाग्छ भनेर जानु भएन होइन। अनि म चाहिँ माथि नै पुगेर दुईजना ब्लाइन्ड मात्र, सबै कुरा त्यो हामी त टच हो एउटा हेर्ने तरिका भनेको होइन। त्यहाँको त्यो धेरै वर्ष अगाडि बनेको हो भन्दै छुवाउँदै हिँड्नुभएको थियो, हामी छुँदै ठाउँ ठाउँमा फोन दिँदै मेरो फोटो खिचिदिनु न भन्दै होइन। तपाईँलाई अति धेरै फोटो खिच्नुपर्छ? एकदमै फोटो खिच्नुपर्छ। के अर्थ राख्छ तपाईँलाई फोटोले? फोटोले जति फोटोले मात्र जति अर्थ राख्छ त्योभन्दा बढी अर्थ राख्छ भन्छु, किनभने त्यो आम मान्छेलाई एउटा फोटोले जति अर्थ राख्छ त्योभन्दा बढी अर्थ मलाई राख्छ भन्दै हुनुहुन्छ? त्योभन्दा पनि जुन फोटो खिच्दाखेरिको मोमेन्टले जति अर्थ राख्छ त्योभन्दा धेरै अर्थ राख्छ चाहिँ भन्न खोज्दैछु होइन। फोटोको त आफ्नो प्यासन हुन्छ, आफ्नो हबी हुन्छ, म आम मान्छेलाई भन्दा धेरै मलाई लाग्छ भन्दिनँ। मलाई पर्सनली चाहिँ जति फोटो खिचिरहँदाखेरि लाग्छ त्योभन्दा पनि बढी लाग्छ, किनभने त्यो टाइम, त्यो मोमेन्ट त्यसले रिकल गराउँछ होइन। र म आफ्नै तरिकाले अब मसँग कहिले कम्प्युटर खोलेर मैले आइफल टावर चढ्दै गरेको फोटो मैले फेरि हरेक कम्प्युटरमा नेमिङ गरेर राख्छु होइन, लाइक वाइल क्लाइम्बिङ आइफल टावर भनेर होइन। त्यो खोलेर यसरी क्लिकिङ गरेर मेरो कम्प्युटरले त्यो भन्दाखेरि त्यो मोमेन्ट होइन, त्यो आइफल टावर चढिरहेको, त्यो सर्रा हावा चलेको होइन, अनि माथि गएपछि हल्का घाम लागेर मुसुक्क हाँसेर तलतिर त्यता तल साउन्ड सुनिरहेछौ, तलतिर राम्रो सिन देखिन्छ भनेको, अनि आफ्नै कल्पनाले त्यो इमेजिनले त्यसलाई पेन्ट गरेर आफूले पिक्चराइज गरेर त्यो हेर्न पाउँदाको मजा अर्कै छ। तपाईँ आफूले मुसुक्क हाँसेको मात्रै थाहा पाउनुहुन्छ कि अरूले पनि मुसुक्क हाँसेको थाहा पाउनुहुन्छ? राम्रो क्वेसन। अरूले चाहिँ हाँसेको थाहा हुन्छ, साउन्ड निकाल्नु पऱ्यो होइन। अब अलिक टाढैबाट मुसुक्क हाँस्यो भने त थाहा हुँदैन, तर अब साथमा छ, जस्तै तपाईँ म गफ गरिरहेछौँ, पक्कै पनि तपाईँ बिगारेको मुख लाएर मसँग बोल्नुहुन्न। अहिलेको मेरो इमेजिनेसनमा तपाईँ त्यो चेयरमा बसेर मुसुक्क नै हाँसेर मसँग बोलिरहनु भएको छ। सायद तपाईँले मिलाउनु भयो। कस्तो खालको लोकेसनले बढी एट्र्याक्ट गर्छ तपाईँलाई घुम्नलाई? आम मान्छेको पोइन्ट अफ भ्यूबाट प्रश्नहरू राखिरहेको छु तपाईँलाई। भले म दृष्टिबिनहरूसँग लगाव राख्छु, केही आनी बानी अथवा केही मनोविज्ञान बारे अवगत छु। तपाईँ मेरो यो सोको तेस्रो दृष्टिबिन गेस्ट हुनुहुन्छ। योभन्दा अगाडि मैले 2जना दृष्टिबिनलाई लिएर आइसकेको छु। आम मान्छेले फेरि सोच्ला कि आँखा नदेख्ने मान्छेलाई विभिन्न देश अथवा कुनै ठाउँ जानुको अर्थ के छ? हामी आँखा भएकाहरू घुम्न, योभन्दा अगाडि एकजना मेरो दृष्टिबिन साथीले भन्नुहुन्थ्यो कि हाम्रो आँखा छ परिवारमा, हामी कसैले घुम्न पाएनौँ, उसको आँखा दृष्टि छैन उसको, तर ऊ संसार घुमेर बस्छ भनेर कसैले कुरा गरेको छ। तर त्यो प्रश्नभित्र अरू मार्मिक पनि छ, अरू मर्म पनि लुकेको छ। इन्जोय त त्यति नै धेरै गर्नुहुन्छ नि, तपाईँ समुद्रको किनारमा जानुभयो नि, त्यहाँ तपाईँले अघि भने जस्तै चल्ने हावा अथवा त्यहाँ उडिरहेका
पशु पंक्षीहरूले निकालेको आवाज अथवा मान्छेहरूले सेलिब्रेट गरेको साउन्डले तपाईँलाई अथवा स्वाभाविक रूपमा तपाईँलाई सहरको कर्कस उ त आवाज मन पर्दैन होला ट्राफिकको र पक्कै पनि अब हरियाली सुन्दर भएकै ठाउँमा जान मन लाग्छ होइन सुन्दरता नै किन चाहियो र भन्ने पनि होला तर यसमा म के भन्छु भन्दा सुन्दरता भएकै ठाउँमा जान मन लाग्छ होइन एक त त्यसको अघि भने मेमोरी क्याप्चर गरेर अरू धेरैलाई देखाउन पाइन्छ एउटा त्यो पनि हो होइन जो पुगेको छैन मेरो परिवारहरू जो पुग्नु भएको छैन मैले त्यहाँको क्याप्चरहरू ल्याएर घरमा देखाउन पाउँछु नि त्यो पनि त लाइफको एउटा मोमेन्ट होइन र त्योभन्दा पनि विशेष अर्को के भन्छु भन्दा भला मैले आफ्नो आँखाले नदेखौँला तर कसैले कसैले त्यहाँ व्याख्या गरिदिइरहँदाखेरि तिम्रो अगाडि रुख छ अनि होइन चराहरू उडिरहेका छन् त्यतिखेरको तपाईँको इमेजिनेसनको ब्युटी जुन हुन्छ नि त्यो तपाईँले डाइरेक्ट हेर्दा पनि पाउनुहुन्न कि भनौँ न कुनै सिन हेर्नुभन्दा पनि नोभल पढ्दा तपाईँलाई जति आनन्द आउँछ नि त्यसको भिजुअल भन्दाखेरिको त्यसको केही न केही त्यसको डिफेक्ट हुन्छ भन्छु कि मैले भन्दाखेरि चाहिँ होइन जुन अब नोभलहरू पढ्दाखेरिको त्यो सिनेरीहरूको कस्तो राम्रो डिस्क्रिप्सन गरेको हुन्छ भन्नु त तर के त्यो हेर्नै पर्छ त पर्दैन नि त्यसको मिठास त्यसको सुन्दरता तपाईँ आफैले पाउनुहुन्छ नि हो मेरो झन् त्यो हेराइमा अनलिमिटेड छ कि होइन मैले त्यो ब्युटी अनलिमिटेड रूपमा हेर्न सक्छु अनलिमिटेड रूपमा फिल गर्न सक्छु किनभने मान्छेले व्याख्या गरिदिँदा पनि उसले राम्रो सिनको व्याख्या गरिदिन्छ कि होइन त्यहाँ अब गाई चढिरहेको छ गाईले भन्दा गोबर गरेको होला तर उसले त्यो गोबर चाहिँ भनिदिँदैन मलाई होइन उसले डिस्क्राइब गर्दा त्यो ब्युटीको मात्र डिस्क्राइब गरिदिन्छ कि भनेपछि मैले त अझ सिनहरू पनि फिल्टर गरेर राम्रो सिन मात्र हेर्न पाउँछु मैले सुनेको छु तपाईँलाई धेरैले यो एउटा असाध्यै पोजिटिभ मान्छे हो सृष्टि केसी भनेर तर त्योभन्दा बाहेक तपाईँ मान्छे यस्तो पनि हो कि तपाईँ दृष्टिबिन हुनुको पनि फाइदाहरू छ भनेर त्यसलाई पनि ग्लोरिफाई गर्नुहुन्छ होइन के फाइदा छन् दृष्टिबिन हुनुको भनिदिनुहोस् अब धेरै नै फाइदा देख्छु है म त मैले त्यही नै गर्न थाल्छु जब लाइफमा ब्लाइन्ड भइसकेपछि यसको फाइदा चाहिँ के छ जब पनि मान्छेले यसको प्रब्लम हेर्छन् होइन म चाहिँ फाइदा हेरेर हिँड्नु पर्यो भनेर सोचेँ अनि त्यस पछाडि जुन अब ब्लाइन्ड इङ्ग्लिसमा भन्छ त्यसलाई एउटा सर्टकटमा भिजुअल के अरे इङ्ग्लिसमा सबैमा भिजुअली इम्पेयर्ड पर्सन भन्छ होइन झट्ट सर्टकटमा भन्दा र आर्टिकलहरू लेख्दा भिआइपिज भनेर लेखिरहन्छ कि आई जस्ट ट्राई टु फिल प्राइड अबाउट इट होइन प्राउड अबाउट इट लाइक भिआइपिज एनिवे होइन अनि त्यस पछाडि त्यति मात्रै नभइकन चाहिँ एउटा फोकस हुन्छ नि कन्सन्ट्रेसन पावर त्यो चाहिँ एकदम हाई हुन्छ कि किनभने यताउतिको कुरा हामीले हेरेर डिस्ट्र्याक्ट भइरहेको हुन्छ होइन दायाँ बायाँको कुराले हामीलाई डिस्ट्र्याक्ट गर्दैन त्यस पछाडि कम्युनिकेसन स्किल हाई हुन्छ किनभने नदेखिसकेपछि बोलिएन भने इन्भिजिबल भइन्छ आफ्नो कुरा सुनाउन अरूको कुरा बुझ्नको लागि कम्युनिकेसन स्किल हाई हुन्छ हाई हुँदै जान्छ होइन प्रब्लम सल्भिङ स्किल बढ्छ किनभने यो नन डिसेबलको लागि संरचना गरिएको ठाउँ छ होइन धेरै कुराहरू हामी आफ्नै तरिकाले वेहरू पत्ता लगाउँछौँ त्यसमा एड्याप्ट हुनको लागि होइन त्यस पछाडि अब अझ भन्नुपर्दाखेरि ब्लाइन्ड हुनु भनेको इट्स जस्ट लाइक टु बी डायमन्ड पनि भन्छु क्या म चाहिँ स्पेसली होइन किनभने यस्तै डायमन्ड देख्न बित्तिकै एकदम एट्र्याक्ट हुने कुरा हो कि अनि ब्लाइन्ड हामीहरू पनि देख्न बित्तिकै मान्छेले एउटा क्युरियस भएर पनि हेरिहाल्ने कुरा हो होइन जस्तै कसरी हिँड्छ त ऊ कसरी बोल्छ त कसरी खान्छ उनीहरूलाई हरेक कुरामा हामीप्रति क्युरियस भइरहेको हुन्छ होइन तर डायमन्ड सबैले अफोर्ड गर्न सक्दैन त्यो क्षमता हुँदैन त्यसै गरी हामीलाई ब्लाइन्डलाई पनि सबैले एक्सेप्ट गर्न सक्ने क्षमता हुँदैन यो डायमन्डसँग कोही फिदा भएर प्रस्ताव गरिरहेछ तपाईँलाई एउटा एजमा आयो होला यो कुरा चाहिँ म पब्लिकली होइन तपाईँलाई जानुभन्दा अगाडि खुसुक्क भन्छु साथीभाइहरू त्यस बेलाका साथीभाइहरू कति धेरै सम्पर्कमा छन् त्यस बेलाको मतलब देख्दै गर्दाखेरि तपाईँ स्कुलमा हुनुहुन्थ्यो त्यस पछाडि तपाईँको स्कुल चेन्ज भयो पुरानो साथीहरू छन् केही हराए केही छन् कति गर्व गर्छन् गर्नुहुन्छ अनि इन्करेज पनि गरिरहनु भएको हुन्छ हाम्रो गफ हुन्छ या कहिले केही गर भन्दा नि एउटा क्याजुअली गइरहेको हुन्छ र कहिले चाहिँ म त्यसमै मिठास देख्छु एउटा हुन्छ नि अब भेटिन्छ घुम्न गइन्छ बसिन्छ हाहु गरिन्छ अब होइन राम्रो कुरा गरिन्छ अब फन्नी कुरा गरिन्छ अनि त्यही टाइपको जुन एउटा हुन्छ नि जुन फ्रेन्डसिपमा भइरहेको कुराहरू भइरहँदाखेरि रमाइलो हुन्छ तपाईँको बारेमा रिसर्च गर्ने सिलसिलामा धेरै युट्युबमा तपाईँको नाचेको भिडियोहरू देखिरहेको थिएँ विभिन्न देशमा गएर नाचेको भिजुअल्सहरू थियो नाच्ने चाहिँ तपाईँको
सोक या त्यसलाई पर्फर्मिङ आर्टको रूपमा पनि लिनुहुन्छ अथवा डान्स मेरो एउटा प्यासन पनि हो र अहिले चाहिँ एउटा हतियार पनि हो। हतियारको अलि शब्द नराम्रो भयो होला, एउटा अस्त्र पनि हो जुन चाहिँ दृष्टिबिन भएका व्यक्तिहरूको लागि इम्पावरमेन्ट गर्ने एउटा टुलको रूपमा युज गरिरहेको छु मैले चाहिँ स्पेसली होइन। र डान्स मेरो प्यासन जुन लाइफमा सानैदेखि म एकदमै नाच्न भनेपछि गीत बजेकै उठेर नाचिहाल्ने होइन। अनि जुन यो डान्सले पनि एउटा पिन्चिङ पोइन्ट थियो। अब नदेखिसकेपछि मलाई अलमोस्ट धेरैले अब त सम्भव छैन नाच्न होइन, एउटा भिजुअल कुरा त्यसो देख्दै नदेखेपछि कसरी नाच्छौ, स्टेजबाट लड्ला होइन, के होला कसरी थाहा हुन्छ, कसरी सिकाउने, सेन्टर कहाँ हुने थाहा नहुने भनेन। र हो पहिलो पटक स्टेजमा नदेखेपछि जुन बेला गएको थिएँ त्यसले मलाई एउटा देख्दिन रहेछ भने रियलाइजेसन पनि दिएको थियो। पहिलो पटक लडेँ तर त्यही हो, आई फेल डाउन बट डाउन देयर वाज समथिङ आई निडेड टु फाइन्ड। म लडेँ तर त्यहाँ तल पक्कै पनि मेरो जीवनको केही समाएर उठ्नु थियो। त्यही डान्स लिएर फेरि उठेँ त्यही स्टेजमा अनि नाच्न थालेँ। त्यस पछाडि अब आफ्नो इम्प्रुभमेन्टको लागि इन्स्टिट्युसनहरू धेरैवटा गएँ सिक्नको लागि, तर कसैले सिकाउन मान्नु भएन होइन, किनभने उहाँले अब कसरी सिकाउने दृष्टिबिनलाई होइन भन्नुभयो। त्यस पछाडि त्यो टाइममा भने फाइन माइकल ज्याक्सन डान्स हुनसक्छ, सृष्टि डान्स पनि त हुनसक्छ नि। म आफ्नो इमेजिनेसन त छ नि, त्यो 15 वर्ष हेरेको दृश्य त छ नि दिमागमा क्याप्चर, अनि म्युजिक सुन्छु आफ्नै तरिकाले क्रिएट गर्छु अनि डान्स गर्छु भने डान्स गर्न थालेँ। अनि त्यही सिचुएसनहरू ब्लाइन्डहरूको देखि, तर ब्लाइन्डहरूलाई डान्सर मात्र बनाउने मेरो एम भन्दा पनि, किनभने हरेकको आफ्नो प्यासन हुन्छ होइन, तर त्यसले चाहिँ उहाँहरूको एउटा एक्सप्रेसन बिल्डअप हुने, बडी ल्याङ्ग्वेज बिल्डअप हुने, पर्सनालिटी बिल्डअप हुने र प्लस सोसल ग्यादरिङमा इन्टिग्रेसन हुने एकदमै इफेक्टिभ टुल देखेँ क्या। किनभने हाम्रो हरेक चाड पर्व रमाइलो पार्टी पिकनिक हरेक कुरामा डान्स हुन्छ होइन। डान्स सिक्ने बित्तिकै सोसल ग्यादरिङ्सहरूमा उसको इन्टिग्रेसन भयो होइन, फेस्टिभलहरूमा उसको इन्टिग्रेसन भयो, रमाइलो कुराहरूमा इन्टिग्रेसन भयो, प्लस त्यसले उसको एक्सप्रेसन र बडी ल्याङ्ग्वेजमा पनि इफेक्ट पार्यो। अनि त्यही भएर चाहिँ मलाई एकदमै इफेक्टिभ टुल लागेर चाहिँ यही डान्सलाई चाहिँ एज अ टुल बनाएर ब्लाइन्डहरूको इम्पावरमेन्टमा लागिरहेको छु। यसलाई तपाईँहरूले एउटा मिसनमा हुनुहुन्छ एकदम, त्यसलाई तपाईँले संस्थागत रूप दिनुभएको छ, त्यो भनेको ब्लाइन्ड रक्स। ब्लाइन्ड रक्स तपाईँको संस्था हो। यसले चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै दृष्टि गुमाएकाहरूलाई सामाजिक रूपमा उसलाई अलिकति हैसियत दिलाउनलाई अथवा त्यहाँ ब्लेन्ड होस् भन्नका लागि चाहिँ उसलाई नृत्यको कलाहरू सिकाउनुहुन्छ। नृत्य एउटा हो, नृत्य बाहेक चाहिँ यो हाउभाउ गर्ने तरिकाहरू स्टेजमा जाँदाखेरि होइन, स्पिचहरू दिँदा बोल्दा कसरी हाउभाउ, बडी ल्याङ्ग्वेजको कुराहरू, फ्यासनको कुराहरू, एडभेन्चर ट्रिपको कुराहरू, थिएटरको कुराहरू, अनि त्यस पछाडि विभिन्न डेली लाइफलाई उसको आफ्नो लाइफलाई चाहिँ हुन्छ नि इन्टिग्रेट हुनको लागि ताकि ऊ चाहिँ जम्प ब्याक हुन सकोस् क्या सोसाइटीमा होइन। यस्तो स्किल प्राप्त होस् कि कसैले दृष्टिबिन भन्दाखेरि आम ब्लाइन्ड सो वाट भन्न सक्ने किसिमको एउटा कन्फिडेन्ट होइन, एउटा उसको टाउको शिर उठाएर गर्वका साथ आफ्नो सो कल्ड ब्लाइन्डनेस मनको लिमिटेसन होइन कि त्यसमा एडभान्टेज छ है र त्यो बाहेक थुप्रै अरू क्यापेसिटी छ है ममा भन्ने कुराको कन्फिडेन्ट आएर त्यो कुरा कन्फिडेन्ट मनमा मात्र नआएर त्यो प्रुभ गर्दै सोसाइटीमा जान सकोस् भन्ने हो। तर एउटा कुरो मलाई मेरो साइकोलोजी त्यस्तो हुनसक्छ, तर मैले नमिलेको लुगा लगाएको ब्लाइन्ड अथवा ब्लाइन्ड कहीँ लडेको देखा छैन। के एक्स्ट्रा कन्सियस हुन्छन्? यो चाहिँ एक्स्ट्रा क्वेसन लाग्यो, किनभने नर्मल्ली चाहिँ ब्लाइन्डहरू भन्ने बित्तिकै राम्रो लुगा लाउँदैन लड्छ भन्ने सोचेर त्यो स्टेरियोटिपिकल कुराहरू चाहिँ आइरहेको हुन्छ कि होइन। अक्सर मैले अर्को एउटा रिसर्चको सिलसिलामा भेटेको थिएँ कि आम आँखा देख्ने मान्छे जति धेरै ठोक्किन्छ, चोटपटक लाग्छ, लड्छ, त्यो नम्बर अथवा त्यो रेसियो चाहिँ ब्लाइन्डहरूमा एकदमै कम हुन्छ। त्यो चाहिँ एक्ज्याक्टली हो मान्छु। किनभने एक्सिडेन्टको केसहरू पनि ब्लाइन्डहरूको एकदम कम सुन्नेको हुन्छ, किनभने हामी एकदम कन्सियसली हिँड्छौँ नि त, त्यो चाहिँ ठिक हो। अनि लुगामा पनि तपाईँ एक्स्ट्रा ध्यान दिनुहुन्छ। हामी बरु यसो चल्छ होला यसो हेरेर यतिको मैले देखिँदैन भनेर थोर बहुत मैले लुगा लगाइदिन सक्छौँ, तर ब्लाइन्ड अलिक सफा, अलिक रङ्गी बिरङ्गी, अलिक ब्राइट लुगा हो। तपाईँ म चाहिँ कन्सियसै छु। तपाईँ लिपस्टिक कसरी पिक गर्नुहुन्छ, कसरी छान्नुहुन्छ? ड्रेस वाइज पनि भर पर्छ
र कस्तो ठाउँमा कहाँ जाँदैछु मा पनि भर पर्छ होइन अब क्याजुअली गइरहेको छु भने त अब त्यस्तै ब्राइट लिपस्टिकहरू लाउनु पनि अलि राम्रो देख्दैन जस्तो मेरो कन्सेप्टमा छ अनि लाइट पिङ्क त्यो टाइपको हुन्छ नि अलिक पिङ्किस देखाउने गरी मात्रै लाउँछु अनि प्रोग्रामहरूमा आउँदाखेरि त्यस पछाडि अलिक फोकस हुनुपर्छ भनेर हल्का अलिकति ब्राइट होइन कलेजी कलरको टाइपको त्यस्तो लाउँछु तपाईँको त अनि तपाईँलाई मिरर चाहिएन मिरर चाहिएन नि मेरो आफ्नै इमेजिनेसनको मिरर जताततै छ अनि यो पर्टिकुलर रङको लिपस्टिक मैले पिक गरेँ भनेर कसरी पिक गर्नुहुन्छ अब मैले एकचोटि किनेर आफ्नो सामान किनेर राखिसकेपछि त्यसको स्पर्शले म हरेक कुरा सम्झन्छु मेरो हरेक कुराको ड्रेसको कलरहरू होइन एकचोटि किनेपछि चाहिँ पहिलोचोटि सोध्छु त्यसपछि सम्झन्छु त्यस पछाडि कुनै पनि लुगा समाउँदा मैले यो रङको लुगा पिक गरेँ भन्ने थाहा हुन्छ लिपस्टिक्सहरू पनि त्यही केसिङ त्यही डिजाइनको एउटै 2-3वटा रङ छ भने पनि तपाईँले अब सेम केसिङ अथवा यो के भनेर थाहा पाउनुहुन्छ सेम केसिङ भयो भने त कन्फ्युजन हुनसक्छ तर त्यो कन्फ्युजन हटाउनलाई म फरक पकेटमा राख्छु नि होइन पिङ्क कलरको लिपस्टिक अगाडिको पकेटमा कलेजी कलरको पछाडिको पकेटमा किनभने मैले नर्मली पैसाहरू पनि पर्समा त्यसरी मिलाएर आउँछु कि 10 रुपियाँको नोट खोलेर 20 रुपियाँको नोट एकचोटि फोल्ड गरेर 50 रुपियाँको नोट 3 चोटि फोल्ड गरेर होइन इट्स जस्ट अबाउट ट्रिक अनि नर्वेको पैसा कतातिर नेपालको पैसा कतातिर त्यो पनि मिलाउनु पर्यो नर्वेमा क्यासै चल्दैन थियो त्यही भएर पैसै मिलाउनु परेन ओके जहाँ पनि कार्ड ओके इन्ट्रेस्टिङ तपाईको द ब्लाइन्ड रक्सले कति धेरै दृष्टिबिनहरूलाई समेटेको छ कुन एरियामा काम गर्नुहुन्छ हामीले डाइरेक्टली चाहिँ मोर देन 500 बेनिफिसियरीजलाई इम्प्याक्ट पुर्याइसकेको छौँ हैन अब इन्डाइरेक्ट त हाम्रो लार्जर नम्बर छ तपाई जस्तै युथहरू अथवा बच्चा युथ प्लस एडल्ट हैन धेरै एज भएको सिनियर सिटिजन चाहिँ छैन अहिलेसम्म तर बच्चादेखि युथदेखि एडल्ट युथसम्म चाहिँ छौँ हैन र नेपालभित्र पनि छ नेपाल बाहिर पनि छ हैन अनि किनभने यो चाहिँ हाम्रो ब्लाइन्ड रक्सको पनि लिमिटेसन छैन नेपालभित्र मात्र नगरिकन चाहिँ मलाई चाहिँ लेट्स ट्राभल अराउन्ड द वर्ल्ड भन्ने नै मेरो मिसन थियो किनभने हरेक ठाउँको ब्लाइन्ड हो हरेक ठाउँको प्यासन र एक ठाउँको कुरा म अर्को ठाउँको कुरा अर्को ठाउँमा पनि त फ्लो गर्न सक्छु सेयर गर्न सक्छु हैन मेरो लर्निङहरू पनि बढ्छ भनेर चाहिँ हामीले लिमिट गरेको छैनौँ नेपालको दुर्गम ठाउँदेखि काठमाडौँ भ्याली हैन जुन क्यापिटल छ त्यहाँसम्मदेखि लिएर हैन इन्डियाको दुर्गम गाउँदेखि म युरोपको एकदम डेभलप ठुलो टप युनिभर्सिटीहरूमा पनि गएर प्रोग्राम गरेको छु मोटिभेसनल स्पिचहरू दिनुहुन्छ धेरै युवाहरूलाई हल भरी राखेर जीवन कसरी जिउने कसरी आत्मविश्वास जगाउने कसरी आफ्नो नेतृत्व विकास गर्ने भनेर प्रशस्त स्पिचहरू दिनुहुन्छ तपाईँ हो के भनेर मोटिभेट गर्नुहुन्छ आजका युथहरूलाई म युथहरूलाई विशेष गरी अब के आफ्नो लाइफको स्टोरीहरू पनि सेयर गरिरहन्छु हैन तर विशेष गरी मैले भन्ने चाहिँ फलो योर ड्रिम आफ्नो मनलाई सुनेर दिमागबाट डिसिजन गर्नुहोस् हैन किनभने त्यो भएपछि जीवनमा कहिले पनि पछुताउनु पर्दैन किनभने के आउटकम आए पनि त्यसलाई एक्सेप्ट गर्न पनि सिकिन्छ र आफ्नो हुन्छ नि आफूले सोचेको चाहेको कुरा गर्दाखेरिको त्यो स्याटिस्फ्याक्सन छ नि त्यो कुनै कुराले पनि दिँदैन के कतै भनिएको थियो कि यदि हामीले आफ्नो सपना बाँचेनौँ भने कसैले हामीलाई हायर गरेर उसको सपना बचाउँछ अरे कि हैन भनेपछि हामी अरूको सपना नबाँचिकन आफ्नो सपनामा बाँचौँ हैन लाइक सी योर ड्रिम अनि लाइफमा केही गर्यो भने इट्स बिकज अफ यु कसै केही एक्सक्युज दिएर त्यहाँ काम हुँदैन र केही भएन भने पनि यो देश यस्तो मेरो यो लक चलिरहेको छैन त्यो भन्नु पनि लक लागिरहेको छैन हुन्छ हैन नो तपाईँ ब्लाइन्ड नहुनु भएको भए इन केस तपाईँले यो साइट लुज नगर्नु भएको भए भिजन नगुमाउनु भएको भए तपाईँले जे प्रगति गर्नुभएको त्यो गर्नुहुन्थ्यो I may not म त्यसै भन्न सक्दिनँ तर दृष्टिबिन भए भनेर त्यसको फाइदा अथवा लाभ त लिनु भएन नि तपाईँ स्कुल पढ्दै हुनुहुन्थ्यो तपाईँ जुन कलेजमा जानुभयो तपाईँले एक्स्ट्रा सपोर्टिङ एडहरू त पाउनु भएन देयर वाज नो एनी सपोर्टिङ एड एज अ ब्लाइन्ड फर यु तपाईँ कलेज जानुभयो त्यो कलेज अस्ति स्कुलमा सेकेन्ड भइरहनु भएको त्यो कलेजमा त होइन युनिभर्सिटी टप हुनुभयो विदाउट एनी एड ब्याचलर्समा तपाईँ त्यसरी नै टप हुनुभयो विदाउट एनी एड त्यसपछि तपाईँ इन्डिया जानुभयो ट्रेनिङ्सहरू लिनुभयो त्यसपछि नर्वेमा मास्टर्सको जुन
त्यो एउटा भिजुअल आर्टको एउटा जुन स्टडिजमा गइरहनु भयो त्यसमा पनि ब्लाइन्डहरूलाई अथवा भिजुअली इम्पेयर्डहरूलाई अथवा डिसेबिलिटिजहरूलाई छुट्याइएको कोटामा होइन कि एउटा सपाङ्गले जसरी कम्पिट गर्छ ग्लोबल स्टुडेन्ट्सहरूले जसरी कम्पिट गर्थे त्यसरी नै कम्पिट गरेर अहिले तपाईँ मास्टर्स पढिरहनु भएको छ युरोपियन गभर्मेन्टको स्कलरसिपमा। अनि यो समाजमा अरू धेरै यस्ता मान्छेहरू छन् जसले चाहिँ बाटो राम्रो भएन, सरकारले यो काम गरेन, सुविधा पाइएन, यो पाइएन, लोड सेडिङ हुन्छ, मेरो लक लागिरहेको छैन भनेर तमाम युवाहरू त्यतिकै बरालिरहेछन्। तपाईँको तर्क त्यही होइन? किन त्यो टाइममा तिनलाई तपाईँ भन्दै हुनुहुन्छ कि तिमी एउटा ड्रिम समाऊ, एउटा लक्ष्य राख अनि अगाडि बढ। अरू के भन्न चाहनुहुन्छ? युवाहरूलाई त त्यही हो, मेन आफ्नो ड्रिममा बाँच्नुहोस्, आफ्नो सपनामा बाँच्नुहोस्, आफ्नो लक्ष्य सेट गरेर त्यही अनुसार आफूलाई लाइफमा के चाहन्छौँ भनेर नै हामीलाई थाहा भइरहेको हुँदैन कि म्याक्सिमम् चाहिँ यार अहिले त एकदम एमबिएको स्कोप चलिरहेछ, म एमबिए पढ्छु भन्छौँ कि मेरो लाइफमा मेरो मोटिभ्स के छ, मलाई के इन्ट्रेस्ट लागिरहेछ आफूलाई सोधेर चाहिँ होइन, सब्जेक्ट होस्, करियर होस्, लाइफको कुनै पनि डिसिजन चाहिँ आफूलाई सोधेर आफ्नो प्यासन वाइज चाहिँ जानुपर्छ जस्तो लाग्छ। म तपाईँको आमा सम्झिरहेको छु फेरि, जुन बेला तपाईँले दृष्टि गुमाउँदाखेरि असाध्यै धेरै पीर मानेर आमा रुनुभयो, मलाई बडो गाह्रो भएको थियो, तर मैले सम्झाएँ भनेर मलाई अनौपचारिक रूपमा भन्नुभएको थियो इन्टरभ्यूभन्दा बाहिर। आजको दिन चाहिँ आमा के अलिकति हर्षको हाँसो बगाउनुहुन्छ? बगाउनुहुन्छ। मैले जुन त्यो सोचेको थिएँ नि होइन, एक दिन एउटा शिर उठाएर यो मेरो छोरी हो भनेर गर्वका साथ भन्ने दिन आओस् भनेको थिएँ। पहिले चाहिँ राष्ट्रपतिको पदक लिएर फर्किँदै गर्दाको दिन अझ पनि याद छ, टेम्पूमा चढेर फर्किरहेको थियौँ। ओहो तपाईँको छोरी, तपाईँको नानी पदक पाए नि, गाउँको त नामै राख्यो नि भन्दाखेरि मुसुक्क हाँसेर हो मेरो छोरी हो भन्नुभएको थियो। एकदम हाँसेर होइन, हर्षका आँसु बगे। के छन् तपाईँको भविष्यको योजनाहरू? मेरो भविष्यको योजना स्पेसली चाहिँ जुन ब्लाइन्ड रक्स प्रोजेक्ट चलाइरहेको छु त्यस्तै अलिकति माथि उठाउन मन छ। अर्थात् मलाई चाहिँ यसलाई चाहिँ एउटा विद्यालय या ट्रेनिङ सेन्टरको रूपमा स्टाब्लिस गर्न मन छ होइन। अहिले त हामी मोबाइल रूपमा हाम्रो आफ्नै भवन या आफ्नै अफिस पनि छैन अहिलेसम्म है, हामी मिटिङ चौरमा बसेर गर्छौँ, ठाउँ ठाउँमा होइन, स्कुल कलेज संस्थामा पुगेर तालिम दिइरहेछौँ। तर आफ्नै एउटा सानो तालिम केन्द्र होस् जहाँ चाहिँ दृष्टिबिन भएका व्यक्तिहरू आएर अलिकति लामो समयसम्म ट्रेनिङ लिन पाओस्। किनभने अहिले त जम्मा 1-2 हप्ताको कोर्स भइरहेछ होइन, 2-3 महिनाको कोर्स हुँदाखेरिको त्यसको इम्प्याक्ट चाहिँ अझ धेरै बढ्छ भन्ने मैले देखेको छु होइन। किनभने रिसेन्टली मैले यो रिसर्चको काम 2 हप्ताको ट्रेनिङमा उहाँहरूको नन डान्सर्स हुनुहुन्थ्यो, उहाँले डान्सको पर्फर्मेन्स फाइनली मेरै कलेजमा 300 अडियन्सको अगाडि गर्नुभयो। त्यो चेन्ज जुन मैले देखेको थिएँ नि फर्स्ट डेबाट त्यो लास्ट डेमा आइपुग्दाको त्यो चेन्ज, त्यो मोमेन्ट एकदम चेरिस गर्छ। त्यो हुन्छ नि वाउ, इन 1 विक्समा यति चेन्ज आउन सक्छ, त्यसलाई लङ्गर टाइम गर्न पाइयो भन्ने छ। त्यही भएर चाहिँ स्पेसली यही कुरालाई चाहिँ सस्टेनेबिलिटी रूपमा अलिक स्टेबल रूपमा लैजान पाउनु। ब्लाइन्ड रक्सको तपाईँ सभापति हुनुहुन्छ अनि अरू त्यसको कार्यसमितिको सदस्यहरू तपाईँ जस्तै ब्लाइन्डहरू हुनुहुन्छ, यङ युथहरू हुनुहुन्छ र हाम्रो इन्क्लुजिभ होस् भन्ने हाम्रो मुख्य उद्देश्य भएको भएर दुवै थरी छौँ। नदेख्नेहरू मेजोरिटी छ होइन र देख्ने साथीहरू पनि छौँ, ताकि समावेशी होइन। हामी नदेख्नेको लागि नदेख्नेले मात्र आवाज उठाउँछ र हामी नदेख्ने कुराहरू दृष्टिबिनताको सम्बन्धीमा मात्र आवाज उठाउँछ पनि होइन। किनभने पहिला म या कोही पनि दृष्टिबिन भएका व्यक्ति यो देशको नागरिक, दृष्टिबिनता त्यसपछिको कुरा। त्यही भएर नागरिक भइसकेपछि सोच्ने, देशको लागि सोच्ने कर्तव्य हामी सबैको छ नि त। त्यही भएर नि हाम्रो यो जुन क्लब छ त्यसमा हामी सधैँ अपाङ्गता भएका कुराहरू यस्तो मात्र गर्दैनौँ। हामी कहिले वातावरण सम्बन्धी कुरा गर्छौँ, कहिले जेन्डर सम्बन्धी कुरा गर्छौँ होइन, कहिले हेल्थ सेनिटेसन सम्बन्धी कुरा गर्छौँ। तपाईँ शारीरिक रूपमा पूर्ण रूपमा सपाङ्ग अथवा आम आँखाले देख्नेभन्दा बढी देख्ने मान्छेहरू जस्तै अथवा त्योभन्दा बढी क्षमता भएको मान्छे जस्तो लाग्छ तपाईँलाई हेर्दाखेरि। तपाईँ त्यति आकर्षक देखिनुहुन्छ, तपाईँको शरीरको हाउभाउ त्यस्तो छ, तपाईँको बोल्ने कलाहरू हेर्दाखेरि यस्तो लाग्छ कि एउटा मोस्ट अपडेटेड मान्छे जो समाजका सबै मिडियाहरू हेरिरहेको छ अथवा संसारका सबै कुराहरू आफ्नो आँखा अगाडि हेरिरहेछ, माइन्युटली हेरिरहेछ जस्तो लाग्छ। कति धेरै मिडियाहरू हेर्नुहुन्छ, कति धेरै टिभी हेर्नुहुन्छ, कति धेरै रेडियो
सुन्नुहुन्छ के गर्नुहुन्छ कसरी यसरी यो व्यक्तित्वमा निखार ल्याउनुहुन्छ सृष्टिजी म अघि पछि गर्नेमा चाहिँ मलाई टिभी पनि एकदम हेर्न मन लाग्छ हैन अनि यस्तै यो विभिन्न यस्तै इन्टेलेक्चुअल डिस्कसन टाइपको प्रोग्राम जस्तै टफ टक टाइपको प्रोग्रामहरू पनि एकदम हेर्न मन लाग्छ यस्तो टाइपको प्रोग्रामहरू हैन किनभने एउटा लाइफमा इन्सपिरेसन एउटा अझ अघि बढ्ने किसिमको एउटा त्यो हुन्छ नि बुस्टअप पनि पाइरहेको हुन्छ हेर्छु एकदमै हैन बीबीसी न्युजहरू पनि सुनिरहेको हुन्छु अनि मुभी एकदम हेर्न मन लाग्छ मलाई हैन फिल्महरू पनि हेर्न मन लाग्छ अनि त्यही अरूहरूको मोटिभेसनल स्पिचहरू पनि सुन्छु म आफू पनि बोल्ने भएको भएर अनि त्यसैगरी नदेखे पनि डान्स पनि हेर्छु है म्युजिकहरू प्ले गरेर चाहिँ हुन्छ नि अनि डान्सहरू गरेकोहरू आवाजहरू पनि सुनेर पनि अनि आफू इमेजिन कल्पेर हुन्छ नि नाचिरहेको पनि हुन्छु अनि गर्छु कविता लेख्छु गीत गाउन पनि मन लाग्छ गाउँछु पनि अनि घुम्न मन लाग्छ धेरै घुम्छु पनि साथीहरू घुमन्ते हो तपाई घुमिरहनुहुन्छ एकदमै अनि फेसबुक इन्स्टाग्रामहरू चलाउनुहुन्छ फेसबुक भने त मेरो दिन उठ्दाखेरि पहिलो काम भनेको नै हुन्छ नि समाचारहरू सुनेर गरेपछि पहिला कम्प्युटर खोलेर फेसबुकमा मेसेजहरू हेरेर रिप्लाई गरेर इमेलहरू हेर्नेबाट यसरी गर्छु म एकदम फेसबुकमा एकदम एक्टिभ छु त्यो भनेको तपाईको कम्प्युटर बोल्छ अनि तपाई जता जता कर्सर लानुहुन्छ अथवा माउस युज गर्नु पर्दैन गर्दैन भन्दा नि गर्नु पर्दैन भन्छु म सबै सर्टकट किजबाट हामी काम गर्छौं बिहान तपाईको कुनै तस्बिर मैले साँझ लाइक गरे भने बिहान तपाईले थाहा पाउनुहुन्छ मैले लाइक गरे भनेर इन्ट्रेस्टिङ एउटा कुरा भनिदिनुहोस् मेरो दर्शकलाई इन्ट्रेस्टिङ हुन सक्छ यो मेरो व्यक्तिगत प्रश्न हैन तर तपाईलाई आज मैले दोस्रो चोटी भेटेँ यो भन्दा अगाडि तपाईले रिसर्चका सिलसिलामा तपाईलाई भेटेर तपाईसँग अनौपचारिक वार्ता गरेका थिएँ आज अझ लामो वार्ता गरिरहेको छौँ हामी झन् 1 घण्टा जति तपाईसँग वार्ता गरेँ हामी देख्नेले त तपाईलाई देख्छौँ तपाईको एउटा आकृति सम्झिन्छु पछि तपाईले पनि एउटा तस्बिर बनाउनुहुन्छ कि मेरो आवाजले मात्रै अथवा कस्तो तस्बिर तपाई एज अ दृष्टिबिन तपाईले मलाई कस्तो तस्बिर बनाउनुहुन्छ म कस्तो देखिरहेको छु होला कस्तो छु यसमा सुरुमा चाहिँ त्यही हुन्छ हैन अब तपाईले मलाई हेर्दाखेरि यो रेड कलरको ड्रेसमा कपाल जिरो बनाएर हैन आको एउटा दुब्ली दुब्ली फुची केटीको रूपमा मात्र हिरोइन भएको छ यही टाइममा म भन्छु मेरो भिजन अनलिमिटेड भइरहेछ किनभने अब कस्तो ड्रेस अप लाउनु भएको छ त मलाई थाहा छैन मलाई थाहा छ नर्मली तपाईँ टक सोमा आउनु हुँदाखेरि सुट लाउनुहुन्छ कुन कलरको मलाई थाहा छैन तर म तपाईँलाई ब्ल्याकमा पनि देख्छु रेडमा पनि देख्छु इट्स अप टु मी हैन त्यही भएर मेरो भिजन अनलिमिटेड र म चाहिँ पिक्चराइज चाहिँ फेरि गरिहाल्छु मान्छेहरूलाई भेट्ने बित्तिकै हुन्छ नि अब तपाईँको ड्रेसअपको कुरामा भन्दाखेरि चाहिँ मैले त्यो भने होइन म आफ्नै मेरो फ्रिडम छ म तपाईँलाई जसरी पनि हेर्न सक्छु तर तपाईँको एउटा फेस तपाईँले जसरी मसँग बोल्नुहुन्छ होइन जुन पर्सनालिटीमा त जसरी अप्रोच गर्नुहुन्छ त्यो टाइममा म चाहिँ एउटा मेन्टल पिक्चर चाहिँ तपाईँलाई बनाइसक्छु होइन एउटा दिलभूषण पाठक भनेको त्यो टफ टकमा आउने भनेको त्यो एउटा र तपाईँले मसँग बोल्दाखेरि तपाईँको हाइटहरू कल्पिसकेँ एउटा टल होइन अनि अघि हात समाउँदा थाहा पाइसक्यो त्यो होइन लाइक गुड बडी राम्रो पर्सनालिटी भएको अनि त्यस पछाडि मेरो इमेजिनेसन हल्का मङ्गोलियन फेस राउन्ड फेस होइन अनि त्यस पछाडि हल्का गोरे गोरे टाइपको मान्छे अनि स्माइल गरेर टक्क बसेर मलाई मसँग कुरा गरिरहनु भएको छ अनि यही पिक्चर आउँछ र अघि पछि पनि तपाईँसँग अब फोनमा कुरा गर्दा र पछि म उता गइसकेपछि पनि तपाईँलाई म कहिलेकाहीँ म्यासेज गर्छु नि त्यतिखेर पनि त्यो पिक्चर मलाई याद आउँछ ओके अब पछिका मान्छेहरूलाई तपाईँले फिचराइज गर्दाखेरि चाहिँ अगाडिको 16 वर्षभन्दा अगाडिका देखेका दृश्यहरूले पनि सपोर्ट गर्छ होला बिल्ड गर्नको लागि र अगाडि जुन टाइमसम्म मैले देख्थेँ नि जस्तै मेरो मम्मी मेरो दाइहरूलाई त मैले अगाडि देखेको थिएँ नि त होइन उहाँहरू चाहिँ मेरो लाइफमा त्यही एजमा मात्र आउनुहुन्छ कि उहाँहरूलाई इमेजिन गर्दाखेरि चाहिँ त्यही भएर मेरो दृष्टिमा मेरो मम्मी मेरो बुवा कहिले पनि बुढा हुनुहुन्न किनभने त्यही यङ एजको त्यही टाइमको मात्र देख्छु मलाई पनि बुढो नबनाउनु होला म त्यति धेरै बुढो छैन सृष्टिजी समय सिद्धियो तपाईँसँगको वार्तालाप मलाई निरन्तर दिन मन लागिरहेछ तपाईँ जति आकर्षक देखिनुहुन्छ मेरो दर्शक त्यति मिठो सुन्दर विचार पस्किरहनु भएको छ मलाई गर्व लागेको छ आज कि तपाईँलाई मैले प्रस्तुत गर्न पाएँ मेरो सोमा एज अ दृष्टिबिन समाजले कति किसिमको विभेद गरिरहेको हुनसक्छ अथवा उसले जानेर नजानेर विचारा भनिरहेको हुन्छ विचारा भन्नु पर्यो किन जस्तो लाग्छ तपाईहरुलाई हामीलाई पनि त्यस्तो मलाई आफूलाई त्यस्तो लाग्छ किन विचारा समाजलाई जान्दा के भन्न चाहनुहुन्छ अनि म सो सक्छु म के मात्र थोरै भन्न चाहन्छु भने हैन के एउटा सिम्बोलिक रूपमा भन्न चाहन्छु अब जे मान्छौं भगवान अल्लाह क्रिस्ट
जिजस होइन, म धार्मिक संस्थामा जान चाहन्छु, जे मान्नुहुन्छ कुनै पनि त्यो ठाउँमा पुग्न बित्तिकै त आफ्नो आँखा चिम्लेर प्रार्थना गर्नुहुन्छ, जसलाई हामी जीवनको सबैभन्दा सर्वश्रेष्ठ ठान्छौँ नि विश्वास गर्ने जतिले होइन। जीवनको सर्वश्रेष्ठ ठानिने कुरामा जाँदा त आँखा चिम्लेर हरेक जीवनको लक्ष्यलाई अघि बढाउने सोच राखिरहेको हुन्छ भने यो धरतीमा बसेको जीवन जिउनको लागि दृष्टि चाहिँदैन भन्ने कुरा आजबाट हरेकले सोचिदिनुहुन्छ भन्ने विश्वास गर्छु। सृष्टिजी तपाईँले बडो मार्मिक कुरा गर्नुभयो। मलाई यो सोमा मैले आँखा चिम्लिन मिल्दैन, तर मिल्ने भएको भए तपाईँ अघि बोलेदेखि अहिलेसम्म आँखा चिम्लेर सुन्थेँ। त्यति सुन्दर तरिकाले यो विचारहरू राखिदिनु भयो। यो मौकाका लागि तपाईँप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईँको समय र विचारका लागि सृष्टिजी धेरै धेरै धन्यवाद। र मलाई पनि यहाँ आएर मेरो विचार दर्शक समक्ष पुर्याइदिनलाई जुन मद्दत पुर्याउनु भएको छ र तपाईँले जुन तरिकाले हरेक कुराको दृश्यहरू पनि मलाई व्याख्या गरिकन यहाँ ल्याइदिनु भएको छ, म त्यसलाई साँच्चै नै एकदम एप्रिसिएट गर्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू। थ्याङ्क यू।